राजाले हरेक राजकुमारलाई एउटा बिउ दिए र भने यो बिउबाट सबैभन्दा राम्रो बोट पलाएर ल्याऊ। वास्तवमा राजा बुढो भइसकेका थिए र आफूपछि राज्य कसले सम्हाल्ने भनेर उत्तराधिकारी खोज्दै थिए। त्यसैबीच पिङ नामको एउटा केटोलाई बगैँचाको धेरै मन पर्थ्यो। उसले बिउलाई पानी हाल्यो, घाम लगायो, सबैभन्दा राम्रो माटो प्रयोग गर्यो। दिनहुँ हेर्दै बस्यो तर बिउ कहिल्यै उम्रिएन। समय आयो, सबै राजकुमारहरू राजाको अगाडि आफ्ना सुन्दर र रंगीन बोटहरू लिएर आए तर पिङको गमलामा भने केही थिएन, खाली माटो मात्रै। तर पनि ऊ डराएन, सोचेको कुरा सत्य थियो। त्यसैले त्यसै लिएर राजासँग पुग्यो। राजाले हरेक बोट ध्यानपूर्वक हेरे तर केही बोलेनन्। जब पिङको पालो आयो राजाले मुस्कुराउँदै भने विजेता यही हो। सबै अचम्ममा परे। राजाले भने मैले त सबै बिउहरू उमालेको थिएँ, ती कुनै पनि उम्रिन सक्दैनथे। यसको अर्थ अरू सबैले धोका दिए र अर्को बिउ लगाए तर पिङ मात्र इमानदार थियो। राजालाई थाहा भयो इमानदारी नै साँचो सफलता हो।